कहिलेकाहीँ हामी आफैलाई कति मूर्ख बनाइरहेको हुन्छौँ है। हामीलाई आभास भइसकेको हुन्छ, हामीले सिग्नल पाइसकेका हुन्छौँ, अब उसको जीवनमा मेरो कुनै महत्त्व छैन भनेर। उसले हामीलाई सम्झेर मेसेज, कल गर्नु त टाढोको कुरा, उसले हाम्रो मेसेजको रिप्लाई पनि दिँदैन, न त कल नै उठाउँछ। अब त्यस्तो हुँदा हामीले स्वीकार्नुपर्छ नि होइन, कि अब उसको मन हामीबाट टाढिसकेको छ भनेर। तर हामी भने उसलाई नै पर्खिरहन्छौँ, उसलाई नै सम्झिरहन्छौँ, कतै मेसेज पो गर्छ कि कतै कल पो गरिहाल्छ कि भनेर आशा साँचेर बस्छौँ। मान्छेहरू जीवनमा त्यति धेरै व्यस्त हुन्छन् र कि उसकोमा आफ्नो मान्छेलाई सम्झिने 5 मिनट पनि समय हुँदैन। के साँच्चै मान्छेहरू त्यति व्यस्त हुन्छन् त? कमेन्ट गर्नुहोस्।